बोल छोडिदियो पनि आफै गरी खा दिदी मेरो क्लब जान्छ उडाल शनिबार म चाहिँ यहाँ लफला गर्दै गएसँग हल्लिरा हातसँगै गर्छन् छैन म बिना आमाको जुदाइदे ऱ्याप एउटा हान्थ्यो त भाइ ऱ्याप हान्थ्यो त ल हेलो साथीहरू स्वागत छ तपाईँहरू मेरो नयाँ भ्लगमा आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु आज चाहिँ बिहान ट्याक लगाएर उठेर है आज बिहान यो छ तिम्रो नाम के भन्ने अन्त मेरो नाम सरकम सरकम के सरकम लामा चिया खायो बिहान किन आएको त उठेर यतिकै किन यतिकै एउटा गीत गाइदिएको थियो अक्कड बक्कड बम्बे गाइज माथि जाँदैछु ट्याक्क चिया खाउँला होइन ट्याक्क उठियो गाइज होइन अब मुख सुक्दियो अनि त्यसपछि अब बाइकको चाबी लिन पठाइदिनु पर्यो बच्चाहरूलाई पढिरहेको रहेछ बिचरा पढ्यो कि नाटक गरे अब पढ्या जस्तो भनेको त पढिरहेको छु मामा अरे त्यसपछि ठिकै छ भनेर आफै गयो त्यसपछि तलतिर जानुपर्ने हुन्छ म चाहिँ ट्याक्क अहिले बुढीलाई कुरिरहेको साथीहरू होइन आएकै छैन त क्लास गएर आउँछ म चाहिँ अलिकति चाँडो आएछ आज अनि त्यही भएर यत्तिकै बसिरह त्यहाँबाट अलिकति सामान पनि लानुपर्ने हुन्छ हामीले एकछिन गुरौँ अब कतिखेर आउँछ हेरौँ होइन अब झ्याउलाई स्याउ यहाँ कुर्दै के गरौँ भइसक्यो यहाँ ल यस्तो तरिकाले बसिरहेको छ ट्याक्क लगाएर अब कतिखेर आउने हो फाइनली गाइस आइपुग्यो होइन त्यसपछि हामी यस्तो घुमेर चाहिँ आयो अब धरारा हुँदै उता जाने भनेको छ अघि नआउँदाखेरि पापड अनि त्यसपछि जे तरकारीहरू पुरै ताजा बनाइरहेको रहेछ त्यो देखेँ मैले अनि त्यही भएर त्यो खाएर गइदिउँ न त भनेर भन्यो होइन अब ट्याक्क हामी दुईजना चाहिँ फेरि त्यहाँ जानुपर्ने हुन्छ त्यहाँ गएर चाहिँ अलिअलि खाजा च्याट्ट लगाएर खायो त्यसपछि हेलो गाइज आज चाहिँ हामी सरर मोटरसाइकल चढेर घुम्न जाँदैछौँ तर घुम्न चाहिँ गएको होइन है गाइज आज चाहिँ म पिटी पढ्न गएको हो अनि आजदेखि मैले क्लास स्टार्ट गरेको मेरो बुढो मलाई पिकअप गर्न आएको कुर्नु पऱ्यो भन्दै रिसाउँदै बाइक हुर्काइरह है यो चाहिँ त्यही भएर कताबाट ल्याइरह आज सीताबाईलाई जानु पनि कता घुमाइरह हो यहाँ चाहिँ खासै डराउनु पर्ने चाहिँ छैन तर आज ट्राफिक रहेनछ त्यही भएर चाहिँ खासै डराउनु पर्यो नत्र यहाँ कति धेरै बाइकहरू चाहिँ थुनिराखेको हुन्छ समातिराखेको हुन्छु यहाँ चाहिँ सेल लागिरह है सधैँ यहाँ जान मन थियो जम भन्ने बुढोलाई मान्दैन हो ल कति धेरै सेल लाग्यो तर यहाँ खासै राम्रो लुगाहरू चाहिँ पाउँदैन क्या ल अब हामी यसरी जाँदैछौँ है ल कहाँ बिचबाट बाटो काट्छन् हो मान्छेहरू पनि जेब्रा क्रसिङबाटै काट्दैनन् त्यही भएर धेरै एक्सिडेन्ट केस चाहिँ हुने गर्छ कि ल कति धेरै पार्किङ बालेनलाई बोलाउनु पर्ने यो पार्किङ गरेर सबैलाई हटाउनु पर्ने बालेन भएर नत्र यहाँ पुरै पहिला बाइक पार्किङ हुन्थ्यो अहिले त पुरा खाली छ ल कति राम्रो भएको अहिले बालेन आएर बालेन सिटी अनुहार देखा न के अगाडिबाट बोल्यो मलाई अनुहार देखाउनु हुँदैन ल कसरी देखाउने यसरी हो फर्स्ट टाइम भ्लग बनाउँदैछु मलाई अनुहार देखाउनु हुँदैन यसरी देखाएँ होइन अब बुढो चाहिँ कसरी हेर्ने बुढो यसरी हेर्ने अहिले चाहिँ हाँस्यो भ्लग बनाउनु थालेदेखि चाहिँ बुढो हाँस्यो चुप्लाएर बस्रे अब के भन्नु मान्छे अब कालो हुन्छ नि यताबाट हो बाटो चिन्दैन फेरि एउटाले अघि नै यो ब्राउन के अरे ब्राउन खाएर जाउँ भनेर क्या ब्राउन कि पापड ब्राउन कहाँ ए ब्राउन पापड खतरा बोल्दो रहेछ नि त ए ओके ल अब चाहिँ हामी बुढोले आज पापड खुवाउने रे अब पापड खाँदै जान्छ कस्तो राम्रो दामी केटी हुन्छ म मात्रै किन यस्तो काली धसी भयो होला यार यस्तो काली धसी भयो भने मेरो बुढो ह्यान्डसम भनेर मलाई पट्टायो यार घाममा धेरै राखेपछि यस्तै हुन्छ क्या हुन्छ ल यो बाटो जस्तो हिँड्न झ्याउ चाहिँ केही होइन कि ल कति प्याक हुन्छ कि झन् आज त अझ त्यति प्याक रहेनछ कति धुलो हो यो कति राम्रो केटी चट्ट पढेर हिँडेँ कि मन जस्तै राम्रो भइदियो नि हुन्थ्यो पापड गाइस पापड
कति खाने हो पापड गाइस मेरो कस्तो दुखिरहेको हुन्छ चिम्बा हामी चाहिँ पापड खान आयौँ होइन के पाउँदो रहेछ जेरी सुवारी जेरी र सुवारी खाऊँ न आज कस्तो खानु मन लागिरहेको छ मलाई एउटा जेरी एउटा सुवारी समोसा पकाउँदै खायो त्यसको तरकारी पकौडा नि छ ए हुन्छ दाइ हुन्छ हामी चाहिँ आज क्यान नभएको छ अब दालमा जे पाए त्यही गीत गाउने बस्नेसको कामै छैन फेरि आज त चट्टै हालेर माथि जानु नि भ्याउनुपर्छ एक ठाउँमा जानुपर्छ म भन्छ क्यानको पसल त्यहाँनिरै थियो भनेर भनेको थियो दाइले कहाँनिर पो फेरि यार कटिसक्यो हो कि माथि हो कि कन्फ्युज हुन्छ म त कहाँ यता एउटा चौतारा जस्तोबाट लेफ्टपट्टि लाग्छ भनेर भन्ने थियो मलाई लोकेसन यहाँनिर पऱ्यो ओ जाउँ अलिकति अगाडि जाउँ अझै होइन त्यहाँ छ कि यही हो जस्तो लाग्यो मलाई हो यही हो ल ठिक छ आइपुग्यो ल साथीहरू अहिले त्यही भइरहेछ कि ट्याक्कै बुढीलाई लिन आउने यता लाने उता लाने होइन अब पढिरहेछ बुढी अब सपोर्ट त गर्नु पऱ्यो नै अब सबै दुःखहरू व्यक्त गर्ने म नै हो होइन अब साथ सपोर्ट दिने मैले नै हो अहिले ऱ्याप एउटा सुनिदिनु ऱ्याप एउटा हान्थ्यो त भाइ ऱ्याप हान्थ्यो त ल मधुर हेलो गाइज बोल छोडिदियो भने आफै गरी खा दिदी मेरो क्लब जान्छ उडेर शनिबार म चाहिँ यहाँ लफडा गर्दै गएसँग हल्लिरा हातसँग नै घर चल्ने छैन म बिना आमाको चित्त दुखे बाउसँग झम्किरा आमाले हुन्छ बाउ धेरै नरिसा राम्रो काम गर्छ त्यो नर्कमा जान्छ मेरो बानीलाई व्यवहार सरी फरक पार्छ कागले मेरो नाम छापेछ खेल्नु छैन मलाई गाडीको के जाँदिन जे तैँले तेरो बाबाको धेरै माया लाग्छ कि मम्मीको धेरै माया लाग्छ भने त मम्मीको बाबाको लाग्दैन किन किन लाग्दैन होइन तैँले अघि नै एकजनाले मात्र भनेको थियो एकजनाले मात्र अलि धेरै कसको लाग्छ मम्मीको लाग्छ कि बाबाको अलि धेरै लाग्ने के अलि सबैभन्दा धेरै लाग्ने के भन्न म भन्दैन म तेरो बाबाले भन्दैन कसम भन्दैन भन्दा लाग्छ लाग्दैन बाबाको लाग्छ कि मम्मीको धेरै लाग्छ ए बाबाको चाहिँ कि लाग्दैन पिटिया भएर नलाग्यो त्यो पछाडिको त्यो कालो मान्छे को थियो हेर त ल कुखुराको बुढा तेरो साथी कुन चाहिँ हो सरको मैले तल यता आइज तर टोक्छ अहिले यता आइज टोक्छ क्या सरगम नगर भने अहिले टोक्छ यता आइज
ल साथीहरू आजलाई यति नै अब यतिमै भ्लग खतम गरिदिउँ बाई बाई साथीहरू